नमस्कार, म हरिप्रसाद रेग्मी, स्वतन्त्र उम्मेदवार, चितवन क्षेत्र नम्बर 1। मेरो चुनाव चिन्ह क्यामेरा। समग्र यो चितवन 1 नम्बर क्षेत्रको विकासको लागि पर्यटनलाई नै पर्यटन उद्योग रूपमा स्थापित गर्ने, पर्यटन सँगसँगै कृषिलाई आधुनिकीकरणतिर लाने र पर्यटन विश्वविद्यालय स्थापित गर्ने। यहाँ अरू सामान्य अरू विकास यसमै जोडिन्छन्। यसका हाम्रा सुरुवात पनि भइसकेका छन्। केही प्रोजेक्टहरू कार्यान्वयनको क्रममा छन्। अब केही हाम्रा क्षेत्रीय होटल एसोसिएसनका साथीहरू लागिराख्नु भएको छ, रेस्टुरेन्ट व्यवसायहरू लागिराख्नु भएको छ। त्यहाँका व्यवसायहरू यसलाई, यो सौरालाई, यो क्षेत्र नम्बर 1 लाई पर्यटन उद्योगको रूपमा स्थापित गराउनु पर्यो भनेर लामो समय लागिराख्नु भएको छ। उहाँहरूसँगै हातेमालो गर्दै म यसलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन म र मेरो टिम, मेरो पेसा पृष्ठभूमि फोटो पत्रकारिता भएको हुनाले, म त्यसको विशिष्ट पदमा पनि भएको हुनाले म आफू त्यसको लागि अग्रसरता लिन एकदम सक्षम छु भनेर म आफू उम्मेदवारको रूपमा आएको छु। सँगसँगै यसलाई यहाँ भएका यी ताल तलैया जुन हाम्रा यी चाहिँ तराईपट्टि ताल छ, यसलाई पनि फेवाताल जस्तो व्यापक बनाउने योजना छ मेरो। अनि त्यसपछि हाम्रो यो पहाड छ जुन चाहिँ खैरेनीको चाहिँ केही ओडा र राप्तीको केही ओडा छन्, यिनीहरूलाई पनि पर्यटन विश्वविद्यालय रूपमा स्थापित गराउन सकिन्छ भन्ने चाहिँ मेरो आफ्नो चाहिँ धारणा छ, मेरो आफ्नो योजना छ। अनि यो हाम्रो क्षेत्र नम्बर 1 मा भएका 3टा नगरपालिका छन्। तीनटा नगरपालिकाका सबै ओडामा होमस्टे स्थापना गर्ने, किनभने यहाँ फरक जात जातिको बसोबास छ। यो 77 जिल्लाबाट आएर बसोबास भएका विविध जात जातिको भए हुनाले विभिन्न किसिमको संस्कृतिको बारेमा त्यहाँ जानकारी हासिल गराउन सकिन्छ र हामीले त्यसलाई विश्वव्यापीकरण गर्न सकिन्छ। आएका पर्यटकहरूको लागि हरूसँग चाहिँ सहकार्य गर्दै हामीले यसलाई वर्ल्ड वाइड गराउन सकिन्छ। अनि सँगसँगै तिनीहरूको लागि रोजगारी भनेको त्यसपछि हामीले कृषिमा आधुनिकीकरण भने होमस्टे सँगसँगै हामीले बिरुवा उत्पादन केन्द्र, फलफुलका बिरुवा उत्पादन केन्द्र बनाउन सकिन्छ, जसलाई हामीले देशभरिका वन समितिहरूलाई बेच्न सकिन्छ, वन समितिका ओडाहरूलाई बेच्न सकिन्छ। यो यस्तो किसिमको चाहिँ हाम्रो प्रकृति छ जहाँ कि जल, जमिन र जङ्गल तिनै कुरा भयो। यसको चाहिँ आधुनिकीकरण मात्रै चाहिँ गर्न नसकिएको, हामी यसलाई आधुनिकीकरण गरियो भनेदेखि हाम्रो यो पर्यटन हबको रूपमा स्थापित हुन्छ। पर्यटनसँग कृषि पनि जोडिएको हुन्छ, शिक्षा पनि जोडिएको हुन्छ, सबै कुराहरू जोडिएको हुन्छ। त्यसैले यो एजेन्डालाई मैले अहिलेको आधुनिक पाराले यसलाई ब्रान्डिङ गर्न सक्छु। मेरो आफ्नो चाहिँ भनाइ नै यही। परिवर्तन आउनु पर्यो। परिवर्तन भनेको हामीसँग जे छ त्यसको डेभलप गर्ने हो। हामीसँग भएको यो जल, जङ्गल, मिसयुज जमिन भएन, बस त्यही त हो नि। हाम्रो मिसयुज गर्नुपर्ने कुरो नि छैन। हामी त हाम्रो अनुभव, हाम्रो त आफ्नै पेसामा हामी अनुभव विज्ञता हासिल गरेका मान्छे, हामीलाई अब कहीँ कतै मिसयुज गर्नुपर्ने कारण पनि छैन। हामी आफै इस्टाब्लिस मान्छे, राष्ट्रिय स्तरमा अन्तर्राष्ट्रिय स्तरमा हामी आफै स्थापित भएको मान्छे हो। हामी त यो त अरूले गर्दैनन् भनेर आउनु पर्यो। कुनै पार्टीको चाहिँ ऊ भएर आयो होइन, कुनै पार्टीमा चाहिँ कहीँ कतै लागेका मान्छे भएर आएन। यही पेसामा 10औं वर्षदेखि यही ठाउँको विकास गर्ने भनेर लागेको म। त्यो धेरै राम्रो छ। सूक्ष्म पाराले म यी गल्ली गल्लीमा घुमेको छु। यहाँ कहाँ कुन ठाउँमा सार्वजनिक छन्, कुन ठाउँमा सार्वजनिक के चाहिँ ऊहरू बनायो भनेदेखि यहाँ पर्यटक लोभिन्छन् भनेर लागि परेको छु म। अब त्यो एक्सपोज मात्रै गरेको थिएनौँ, अब यही पिरियड भयो कि अब एक्सपोज गर्नु पर्यो। एक्सपोज गरेर एक्सनमा ल्याउनु पर्यो। एक्सनमा त पक्कै आउँछ। मेरो नेतृत्वमा म अगाडि गएछु। धेरै ठाउँको सिस्टमहरू धेरै राम्रो बनाउनु पर्यो। यसलाई त चाहिँ जम्मै देशभरिका निकुञ्जहरू जति छन् नि, जति निकुञ्जहरू छन् देशभरि, ती सबै निकुञ्जहरूका चाहिँ भवनहरू यहाँ हुन्छ। यहाँ बनाएका भवनहरूबाटै विश्वभरिकाबाट आएका मान्छेहरूले नेपालका अरू निकुञ्जहरूमा के कुरा पाइन्छ, जनावरहरू, चराचुरुङ्गीहरू, त्यहाँका चाहिँ बोट बिरुवाहरू के छन् त त्यहाँ, त्यो चिजको यहीँबाट जानकारी हासिल गरेर अनि बल्ल ती ठाउँहरूमा जाने चाहिँ इन्भाइरोमेन्ट बनाउने भनेर त्यसको पनि एउटा चाहिँ सेन्टर पोइन्ट, त्यसको पनि केन्द्र बनाउने भनेर लागिपर्छ। यो त पर्यटकीय हब हो, यो त प्रकृतिले दिएको छ। प्रकृति र संस्कृति अनि त्यसपछि प्रविधिको फ्युजन गरेर मिसाएर विश्वमा बेच्ने हो। हामीले चाहिँ ब्रेन बेच्ने हो।
हो हाम्रो ठाउँको यस्तो गजब प्रकृतिले देन दिएछ। अनि यसलाई संस्कृति पनि देशभरिका संस्कृतिहरू यहीँ जोड्ने भनेका छौँ हामीले। त्यो 7वटा भवन 7वटा प्रदेशका जुन भवन भनेका छौँ त्यहाँ त्यसमा फोटो भिडियोहरू रहन्छ भनेका छौँ। त्यो फोटो भिडियो सँगसँगै त्यो तलका हल सबै 7वटै हलमा सौरामा आएका हरेक पर्यटकहरूलाई त्यहाँ कल्चर कार्यक्रम देखाइन्छ क्या बेलुका। जस्तै कोशी प्रदेशको भवनमा राई लिम्बूका सांस्कृतिक कार्यक्रम हो। अनि त्यसपछि कर्णाली प्रदेशमा त्यही किसिमको, गण्डकी प्रदेशका जस्तै गुरुङ मगरका त्यहाँ बाहुल्यता भएको त्यो संस्कृति त्यहाँ भनेपछि यो विश्वभरि हाम्रो संस्कृति विश्वभरि फैलाउने, त्यसको प्रचार प्रसार गर्ने र पैसा आर्जन गर्ने। हजुरले भन्नुभएको विषय नम्बर 1 इम्पोर्टेन्ट विषय नि इम्पोर्टेन्ट, काम पनि घुर्कमा पर्ने हजुरले भन्नुभएको नम्बर 1। अनि अर्को भवन नेपालकै अहिलेसम्म हामी सधैँ आन्दोलनमा छौँ। अहिले पनि यस्तो किसिमको राजनीतिक टकरावहरू छ पार्टीका बिचमा, पार्टीका उम्मेदवारको बिचमा। अहिले त हामी एक्लै यसरी उम्मेदवारहरू घर घरमा आएर यो गर्नुपर्ने होइन नि। हामी एउटा फोरम बनाएर एकै मञ्चमा बसेर आफ्ना एजेन्डाहरूमा छलफल गर्ने हो र जनतालाई अगाडि राखेर हो। कसका एजेन्डा राम्रा छन्, कसले साँच्चीकै ल्याएको एजेन्डा गर्न सक्ला, त्यो मान्छेलाई भोट दिने निर्णय गर्छ नि मान्छेले हो। तर हामी यहाँ अहिले पनि परम्परागत पाराका चाहिँ यसरी चाहिँ उ गर्दा हिँड्नु परेको छ। अहिलेका पुस्ताले त चाहिँ के अरे हिजोको ट्रेन्डमा चाहिँ यसरी त भोट दिँदैन हो। अहिले त एजेन्डा स्ट्रङ हुनु पर्यो, त्यो गर्न सक्ने मान्छे क्यापेबल हुनु पर्यो हो। अनि हामीले के भने यहाँ अर्को एउटा भवन भनेको नेपालकै 7 सालभन्दा यताका अस्ति जेन्जी पुस्ताको आन्दोलन समेतका फोटो भिडियोहरू त्यो सङ्ग्रहालयमा रहन्छ। न कि अब नयाँ आउने पुस्ताहरूले पनि फेरि आन्दोलन गर्न नपरोस्। आन्दोलनले त दुःख निम्त्याउँछ, नतिजा देखियो हो, बस गलत नतिजा आउँछ। अब यो आन्दोलन युद्ध ध्वस्त यो अध्ययन गर्न पर्यो, केही चिज हेरेर नयाँ पुस्ताले सिकुन्। गर्न हुँदैन है। हामीले क्रान्ति भने त यो पर्यटनको क्रान्ति, त्यसले आर्थिक क्रान्ति ल्याउँछ, रोजगारी सृजना हुन्छ। योतिर लाग्ने हो नि आफ्नो क्षेत्रबाट। किन मेरो क्षेत्रबाट मलाई थाहा छ कि म विश्वभरि चाहिँ यसको प्रचार प्रसार गर्न सक्छु, ब्रान्डिङ गर्न सक्छु। मेरो पछाडि सबै चाहिँ देशभरिका फोटो पत्रकार, क्यामेरा पर्सन साथीहरू, मिडियाका साथीहरू छन्। यिनीहरूलाई मैले चाहिँ यहाँ सदुपयोग गरेँ भने यो एकैचोटि चाहिँ वर्ल्ड वाइड हुन्छ होइन भनेर लाग्यो। अर्को फेरि नेपाल र भारतको सम्बन्ध झल्किने भवनहरू 2टा भनेका छौँ हामीले। त्यो दुईटा भवन त्यहाँ बन्दैछ। त्यो चाहिँ अपार जनसङ्ख्या भएका भारत र चीनसँग जुन जनसङ्ख्याहरू छन्, त्यो जनसङ्ख्या भएको ती जनसङ्ख्यालाई यहाँ ल्याउनलाई चाहिँ उनीहरूको र हाम्रो क्या भारत र नेपालको अथवा चीन र नेपालको अहिलेसम्मको जे किसिमका सहयोग आदान प्रदान भए अहिलेसम्मको सम्बन्धमा दौत्य सम्बन्ध भनौँ न, त्यसमा के चिजहरू आदान प्रदान, त्यो सबैका फोटो भिडियोहरू त्यहाँ रहन्छ, इतिहास त्यहाँ रहन्छ है। त्यो हेर्नलाई भने पनि त्यो अरब जनसङ्ख्या, खरब जनसङ्ख्या भएका देशहरूका जनताहरू यहाँ आउन थाले भने यहाँ ठेकिसक्नुहुन्छ त हाम्रो पर्यटन। अनि त्यसो रोजगारीलाई काहीँ भौतारिनुपर्छ प्रकृतिले दिएको छ। अनि फेरि पर्यटन विश्वविद्यालय, यो पर्यटन विश्वविद्यालय यहीँ हुनुपर्छ, चितवन क्षेत्र नम्बर 1मै हुनुपर्छ, यही सौराका पेरिफेरी अथवा यही 3टै नगरपालिकाभित्र हुनुपर्छ भनेको छ हामीले। त्यो पनि यो हाम्रो डाँडो, यो हाइवेबाट माथि यता पर्यटन प्रवर्धन केन्द्र भयो, त्यहाँ पर्यटन विश्वविद्यालय हुनु भनेको विश्वभरिका पर्यटन सम्बन्धी पढ्नको लागि विद्यार्थीहरू आउँछ। त्यो विद्यार्थीहरू त पैसा तिर्छ नि, फी तिर्छ नि। हाम्रा विद्यार्थीहरू बाहिर जाँदाखेरि फी तिरे जस्तै पैसा तिरेर, अनि त्यसपछि त्यसले त पैसा भित्री आयो नि। एक नम्बरमा छैन, 1 नम्बरमै विश्वविद्यालय, पर्यटन विश्वविद्यालय अब खोल्ने हो त। यही हाम्रो पर्यटन केन्द्रकै रिलेटेड हो विश्वविद्यालय। कहाँ पढाइ हुन्छ, जहाँ पर्यटक हुन्छन् त्यहाँ पढाइ हुन्छ त पर्यटन सम्बन्धी। यो अरू भूगोलमा पढाइ भए त भएन, अन्त पर्यटन विश्वविद्यालय खोलेर त भएन नि। ठुलो विश्वविद्यालय चाहिँ पर्यटन सम्बन्धी पढाइ हुने ठुलो विश्वविद्यालय चाहिँ यही क्षेत्रमा खोल्नुपर्छ भन्ने लाग्यो। त्यसले अरू केही छन् सल्लाह सुझाव, केही छन् अरू युवा पुस्ताले, जेन्जी पुस्ताले मलाई दिनुपर्ने सल्लाह सुझाव? त्यतिसम्म हजुरको कुरा सुनेर दिनुपर्छ जस्तो लागेन मलाई। म हजुरकै कुराले पसन्द भए म दिनु जस्तो लागेन। म त क्यामेरा चुनाव चिन्ह उठेको छु है सर। भोट चाहिँ क्यामेरामा है सर। यो पर्यटन प्रवर्धन केन्द्रलाई पनि है। यो चुनावी दौरानमा एसीलाई टार्गेट गरेर उहाँ आउनुभएछ, त्यसको लागि एउटा अत्यन्तै हामीलाई खुसीको कुरा हो।
र कुनै पनि काम गर्दाखेरि नेपालको कन्टेन्टमा हेर्नुपर्दा चाहिँ तपाईँको बोलेर मात्रै नभइकन एउटा पावर पनि आवश्यकता पर्छ र त्यो ठाउँमा पुग्नु पनि आवश्यकता हामीले देख्छौँ। त्यसको लागि यहाँले चाहिँ जुन एउटा पाइला उठाउनु भएको छ यसलाई मैले अघि शुभकामना भनि नै सकेँ र फेरि पनि शुभकामना भन्न चाहन्छु। र हामी सबैले चितवनको लागि सोच्दै गर्दा, चितवनको आर्थिक अवस्थालाई सोच्दै गर्दा, चितवनको साँच्चीकै यहाँको स्थानीयलाई सोच्दै गर्दा आर्थिकलाई चाहिँ माथि उठाउने हो भने उहाँले लिएर आउनुभएको टार्गेट, जुन बोकेर आउनुभएको टार्गेटलाई चाहिँ हामी सबैले चाहिँ साथ दिन सक्यौँ भने यो चिज चाहिँ असम्भव भन्ने छैन। र यदि हामीले यो कुरालाई हामीले लिएर आएको टार्गेटलाई हामीले सक्सेस गर्न सक्यौँ भने साँच्चै नै चितवन गर्ने चाहिँ आशा गरेको छौँ। अरू चाहिँ जस सबै ठिकै छ, लागि परि नै रहेछौँ। अझै यसलाई चाहिँ सङ्घर्ष सरको अगुवाईमा राम्रोसँग सङ्घर्ष गरेर अगाडि बढ्यो भने हामी सहकार्य गर्नेछौँ भन्ने यहाँहरूलाई अनुरोध पनि गर्न चाहन्छु। उडादा चाहिँ उडाएको भयो एक नम्बरको नमस्ते। एक स्वतन्त्र उम्मेदवार क्यामेरा चुनाव चिन्ह मेरो नाम रामचन्द्र लाङ्गुली, म चाहिँ यहाँको स्थानीय बासिन्दा। तपाईँले एउटा यो बिस क्षेत्रमा राम्रो योगदान गर्नुभएको छ। पुस्तकालय, सङ्ग्रहालय र चाहिँ टुरिज्मको लागि सौरा र चाहिँ यो कठार जोड्ने एउटा चाहिँ माध्यम गरिदिनु भएको छ। यसपालि चाहिँ तपाईँलाई क्यामेरा छापमा चाहिँ मतदान दिएर यहाँका चाहिँ बासिन्दाहरूले तपाईँले माथि उचाल्नु भएको छ। यसलाई तपाईँलाई क्यामेरा छापमा चाहिँ मत दिएर अत्याधिक मतले चाहिँ हाम्रो यहाँको क्षेत्रवासीले चाहिँ विजय गराउनु पर्ने चाहिँ कुरो मैले अवगत गराउँछु सबै चाहिँ साथीभाइहरूलाई। पर्यटन प्रवर्धन केन्द्रको बारेमा सुन्नु भएको छ हजुरले? त्यो मै अध्यक्ष हो। यसलाई अब चाहिँ विश्वकै एउटा नमुना पर्यटन प्रवर्धन केन्द्र, देशको होइन कि विश्वकै नमुना पर्यटन प्रवर्धन केन्द्र बनाउने भनेर लागि परेको विगत 10 वर्षदेखि मेरो आफ्नै एजेन्डा। अब अरूले गर्दैलान् भनेर लाग्यो अहिलेसम्म। अब बन्ने क्रममै छ, यो त बन्ने क्रममै छ, यो त बन्ने त पक्का हो। तर अब यसलाई छिटो बनाउनु पऱ्यो भन्ने कुरा। अब म आफै सांसद भएँ भने छिटो बनाउन सक्थेँ भनेर हो। ल धेरै धेरै धन्यवाद है त। ल अरूलाई पनि यसो चाहिँ है त। उम्मेदवार है क्यामेरा चुनाव चिन्ह हजुर सबले भन्नु भएन हो र? यो पर्यटन प्रवर्धन केन्द्रको बारेमा थाहा छ हजुरलाई? थाहा छ पर्यटन प्रवर्धन केन्द्र यहाँ बन्दैछ भन्ने थाहा छैन? यहाँ हल्ला भएको छैन? तँलाई थाहा छ? अब हजुरलाई थाहा रहेछ? त्यो पनि मेरो क्यामेरा सुनेको थिएँ होइन, हजुर आउँदै भन्नु जरे भन्ने नि सुनेको थिएँ। भेट भइहाल्छ भन्ने सोचिरहेको थिएँ। ठिक छ सर, शुभकामना सहित यहाँलाई हामी पोजिटिभ भएर लाग्छ। धेरै धेरै धन्यवाद। हाम्रो एउटा आस्थाको कुरो पनि छ। होइन यसलाई त विश्वव्यापी बनाउँछु मैले। यसमा त यति धेरै आयामहरू छन् नि। अब मेरो इन्टरभ्यूहरूमा सुन्नुभयो होला, मैले त्यो घोषणापत्र पनि पुरा गर्छु। यति व्यापक यो चाहिँ केन्द्र, नेपालकै पर्यटन प्रवर्धन केन्द्र, यो जुन निर्माण स्थल छ यो ताललाई फेवाजाल जस्तै बनाउने हो। जरेबोटे ताललाई यो मेरो ड्रिम क्या, मैले देखेँ। अनि त्यसपछि पर्यटन विश्वविद्यालय हो हाम्रो पेरिफेरीमा, कहाँ हुनसक्छ? यही पेरिफेरीमा पर्यटन विश्वविद्यालय। अनि यो सौरालाई अन्तर्राष्ट्रिय ब्रान्डिङ क्या, अहिलेको अन्तर्राष्ट्रिय ब्रान्डिङ क्या। यो यति सङ्कुचित हुनुपर्ने छैन नि। नेपालकै तेस्रो गन्तव्य, पर्यटकीय गन्तव्य होइन। अनि फेरि पर्यटन भनेको पर्यटन उद्योगको रूपमा स्थापित गर्ने हो क्या। हामी यसरी छैनौँ कि यसरी हाम्रो त यो त हब हो। जल जमिन र जङ्गल भएको ठाउँ हाम्रो यो यस्तो गजबको होइन, यो पुर्खाले तयार गरिदिएको क्या संरचना छ। यसलाई हामीले ब्रान्डिङ मात्रै गर्न सकेनौँ, अथवा हाम्रा योभन्दा अगाडि आउने चाहिँ जनप्रतिनिधिहरूले त्यस्तो किसिमको चाहिँ कुनै कन्सेप्ट उहाँहरूसँग छैन। फेरि ड्यासिङ पावर पनि चाहिन्छ। म त आफै अब फोटो पत्रकारितामा लागेको 32 वर्ष भएर मलाई सजिलो, मेरो अन्तर्राष्ट्रिय नेटवर्क पनि भएको, राष्ट्रिय नेटवर्क पनि भएको भएर मलाई सजिलो। मैले जति, मेरो क्यामेराले जति चाहिँ यो चिजको बारेमा कसैले बुझेको छैन, यो मलाई सजिलो छ। होइन त्यसो भएर तपाईँहरूले विश्वास गर्नुभयो भने यो एकदम चाहिँ छिटो र द्रुत गतिमा, यो चितवनकै मुहार हो।
यस्तो मान्छे मायालु आइदिए देशैमा हुन्थ्यो विकास हो नेपालको देशैमा थाली थाली मायालु सुनाइको थाली क्यामेरा चिन्हमा हो बढाल्नुहोस् यसपालि थाली थाली मायालु सुनाइको थाली क्यामेरा चिन्हमा हो बढाल्नुहोस् यसपालि चितुन जिल्ला मायालु घुमेर आउनुभयो क्यामेरा चिन्हमा हो बढिया सैनी पाउनुभयो ल अब के भन्नु त हाम्रो गाउँले नै हुँदो रहेछ यहाँ अब विकास गर्छु भन्नुभएको छ ठिक छ हामी दिन्छौँ भोट हजुर हो नि गरौँ गरौँ म त क्यामेरा चिन्ह उहाँकै टोली हो के चिन्ह होला क्यामेरा चिन्ह ओहो क्यामेरा चिन्ह क्यामेरा चिन्ह हो त अनि देश बनाउने भन्ने छ यहाँ पर्यटन प्रबन्धन केन्द्र कुन बनाउने पार्टी हो भन्ने त्यो नि सुन्न पर्यो नि त पार्टी हामीले। होइन नि स्वतन्त्र हो न एकदम स्वतन्त्र ए स्वतन्त्र कुनै पार्टी छैन ए म एकदम स्वतन्त्र उम्मेदवार फेरि कुनै पार्टी छैन फेरि यो पर्यटन प्रवर्धन केन्द्र हो मेरो पार्टी भनेको यो चितवनका जनता सबै यो 1 नम्बर क्षेत्रका सबै अनि यसलाई पर्यटकीय हब बनाउने भनेर लागि परेको थियो पर्यटन प्रवर्धन केन्द्र है त ए हजुर नमस्कार है नमस्कार ए खाना खान लाग्नु भएको ल खानु खानु ए ल ल ए हजुर नमस्कार 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 सन्चै हुनुहुन्छ ल म त भोट माग्न आएको त ल म क्यामेरा चुनाव चिन्ह ल्याएको छु मैले है भोट माग्न त आउनुभयो कुनलाई भोट माग्न आउनुभयो मेरो आफ्नै क्यामेरा चुनाव चिन्ह छ क्यामेरा म क्यामेरा हाम्रो हाम्रो हेरी पस्नुहोस् है क्यामेरा चुनाव चिन्ह चुनाव चिन्ह लगाऊ यो हो स्वतन्त्र उम्मेदवार म पार्टी होइन एकदम 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 है यो त्यो तपाईँहरूको पर्यटन प्रवर्धन केन्द्र बनाउने भनेर लागि परेको 10औं वर्षदेखि म हामीले उले यहाँ हो, हो, होइन हो। होइन त्यो तपाईँले त्यो भन्नै पर्छ है त त्यो अहिले मैले अब बाबुलाई सबैलाई- लाएर हो भन्ने कुरा गर्न लाग्नु भएको छ भएर मैले हो सामुन्ने नपरे ए हजुर हजुर ल ल ढुक्क ल हस् ढुक्क कुरा बोल्नु हो हस् हस्, ल ढुक्क ल, धेरै धेरै धन्यवाद है त एकदम